अरे गाइस आज चाहिँ हामीहरू जान लागेको छौँ झिङवटा पार्क हाम्रो साइकल लिएर। जाऊ 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 ल हामी त्यही 4 ल ल ल ल 4 बजी जानु छिनालले चेन चाहिँ तनावग्रस्त अवस्थामा चेन छिन्डिसकेको छ वही गर्दा गर्दै। भर्खर त्यो तेल हाल्यो नि त्यही भएर कि अब चाहिँ सिस्टर हाम्रो यात्रा चाहिँ फेरि सुरु भइसकेको छ। बाटोमा चेन छिन्नेर भिडियो नबनाएर यत्तिकै बसिरहेको छ। अब चाहिँ हामी चाहिँ गरौँ 4वटा साइकल लगाएर सब रुक्मिनी ग्याङ छ। हाम्रो यात्रा चाहिँ फेरि सुरु भइसकेको छ। बाटोमा चेन छिन्नेर भिडियो नबनाएर यत्तिकै बसिरहेको छ। अब चाहिँ हामी चाहिँ गरौँ 4वटा साइकल लगाएर सब रुक्मिनी ग्याङ छ। हामी चाहिँ बिस्तारै गइरहेको चल्तीको 2टाको आउनु न 2टाको आउँछ क्या। अनि त्यसमा रोडको बाटोमा छ नि त जानेवालाको जान्दै जान्दै हामी चाहिँ अहिले गुरुकुल स्कुल पुगिसकेको छौँ। क्यामेरा जस्तै जाऊ अब त्यही अघि नै हामी जहाँतिर हाम्रो चेन छिट्टेको ठाउँ थियो त्यही पुगिसकेको छ। यहाँनिर चाहिँ हामी झिङवटा पार्कको लागि जान्छौँ। हल्का भेट्याउनु नयाँ हुन्छ भने लाइक सेयर सब्सक्राइब गर्नु र हजुरहरूको कुनै साथीसँग चाहिँ मेरो च्यानल सेयर गरिदिनु होला, भिडियो सेयर गरिदिनु होला। हामी चाहिँ अब हाइवेमा पुगिसक्यौँ, घोडा तुलसीपुर हाइवे। र अब हामी यहाँदेखि चाहिँ ढिलो दह्रो खाँदै रहेछ। यो चाहिँ घोडा तुलसीपुर हाइवे हो।
हाम्रो यस्तोले जिङबाट पार्कको लागि भेटेको छ। म चाहिँ अब फेरि सोरुममा गएर चाहिँ तपाईँको भिडियो बनाइदिन्छु। यही जिङबाट पार्कको गेट हो। यहाँ चाहिँ हाम्रो दुईवटा ड्राइभर आउँदै हुन्छ र यता एउटा अब हामी चाहिँ जिङबाट पार्कभित्र छिर्सकेको छौँ र हामी अब भित्र जान लागेको छौँ र अब हामी चाहिँ अब आइसकेको छौँ जिङबाट पार्क। यत्तिकै रमाइलो गर्न हामी त्यसमा चाहिँ सुस्ता जान्छु। म छिटो गएर जान्छु गाह्रो पर्छ र अब हामी चाहिँ जिङबाट पार्कतिर चाहिँ अलिकति म चाहिँ लुटिसकेको छु। लड्क्यो कि लरक्क यार। ब्रेक यो ठाउँ जिङबाट पार्क र म चाहिँ धन्नै चाहिँ म चाहिँ भागिसकेर बाँचेँ। चाहिँ राम्रो कन्टेन्ट भेटाइसकेको छु। अब चाहिँ ल पहिलो कन्टेन्ट चाहिँ अब हेर्नु। ल जाम चल्दी ल ल सोल्टी राजा गयो। अब सोल्टी राजा कट्यो झर्न सकिन्न यस्तोमा। म जान्छु सुरुमा जान्छु अलि तल गरेर मेरो भाइ चाहिँ आउनु लागिसकेको छ। यो चाहिँ मैले ल्याइरहेको छु। यो लोड्छ फिक्स। यो चाहिँ लोड्छ। ओ आफ्नो जुगाड लगाएर आइसकेको छ। ल यहाँ चाहिँ पुरै लड्किरहेको छ साइकल चाहिँ। तर त्यही पनि सुस्ता आउनुपर्छ। यतै नु अब हामी त काट्न सकिन सकिन
अन्त अर्को मेरो पुरानो साइकल ल्याए त अहिले बाँच्ने थिइनँ मैले अहिलेसम्म त ए ओए यहाँ चाहिँ त सुस ल हाम्रो फेरि एडभेन्चर हुँदैछ र अब यहाँ खट्कारो छ भनिरहेको छन् आयो 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 आज चाहिँ बब्बाल पनि भइरह ल अब चाहिँ हिँडिसकेछौँ फेरि हाम्रो तिर्पल ग्याङ सोल्टीको टायर लड्किन्न क्या मेरो टायर लड्किन्छ सोल्टीको त ठिकै छ त्यो टायर त्यो साइकलको टायर त ल अब फेरि हामी चाहिँ त्यही बाटो फर्किरहेको छौँ र यो भिडियो चाहिँ लामो हुन्छ तर सब भित्रभित्र सब लुटेको मात्रै छ र अब चाहिँ ल ल ल अर्को पनि त्यही अड्किएको ल अब चाहिँ मेरो बाल ल मेरो मोबाइल ल ल ल यो पनि अड्किसकेको छ र त्यो ल अब चाहिँ फेरि फर्केर अघि नैको बाटोमा आइसकेको छौँ अब के हुन्छ अब हामी सोचिरहेको भाइ दाइ र म छौँ ल भयो म त बनान्न ल फेरि अब हामी फेरि अब अघि नैको यो उकालो चर्न लागिसकेको छ ब्रेक ढाँसे ढस्यो ओए ओए मजाले काट्छ धन्नै हल्काएर मेरो मोबाइल चाहिँ निक्लिनु अलिकति धौ मान्यो लुटिसक्नु भएको थियो यार सब म पनि अस्ति हिँड्थेँ जाक्याम त्यही चिप्लो नभए बेला पनि अर्को यिनी पानी नपर्दाखेरि ओइ 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 गयो मेरो पनि ल ल यिनीहरू आफ्नै मजा गरिरहन् ल बन्यो 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 सोल्टी बन्यो ओए यो बाटो जाने न बन्यो कन्टेन्ट बन्यो ल बन्यो है सोल्टी राजा सुस्ता 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 सोल्टी राजा
सोल्टी राजा त भिडियोमा आउने मन छैन क्या 1 बजे आइगयो भने अब मेरो एउटा 2टा अगाडि हाल्ने भइहान सिधै जाम सोल्टी राजा सकिन्न यो जाम बाबा ल अब चाहिँ हामी ल अब निस्किन लाग्यो मेरो त यहीँतिर लड्किन्छ यार अब म पनि निस्किन लागेको यहाँदेखि तिनीहरू चाहिँ निस्किसकेका छन् यो चाहिँ झिङौरा पार्कको इन्टिरियर अब हामी चाहिँ अटो भिलेजको लागि जाँदैछौँ सोल्टी राजा रमाइलो गरिरहन् सोल्टी राजाले अगाडि र हामी पछाडि छौँ रिटर्न गाडी आइरह सुस्ताइस सोल्टी राजा उही माथि जाम र अब चाहिँ हामी पुलमा अटो भिलेजको पुलमा पुगिसकेका छौँ यो चाहिँ अटो भिलेज फुल गाउँ र यो चाहिँ यो चाहिँ अस्तिको भिडियो सर राततिर जाने जाम अघि सिवार खोला फुल अटो सोलोमा जानु क्या सोल्टी त्यति जानु हामी चाहिँ यहाँदेखि सेवार खोलादेखि निस्किसकेको छौँ ल अब हेरौँ हामीहरू ल र हामी तिन भाइ चाहिँ अब हेरिसकेका छौँ चेन फुस्केला यस्तैमा रुक्मेली भ्लगहरू लाइक सेयर सब्सक्राइब गरिदिनु होला भिडियो चाहिँ अगाडि पुगिसकेको छ र अब हामी चाहिँ घरको लागि निस्किनु लाग्यो ल यो चाहिँ झिङौरा पार्क हो सुस्त बनाइदिनु चाहिँ हामी घर चियाको पावर निकाल नहीं यही जाने यही जाम ल जानुहोस् जाऊ अगाडि ल अघि चिन्नेतिर छिन्ने हाम्रो अब सिधै जाऊ सबै जाऊ
सोल्टी जानु सोल्टी जानु भेटाउनु पर्यो तिनीहरूलाई आइसकेको छ सोल्टी दाजु चाहिँ पछाडि रमाइलो छ जिन्दगी 3 भाइ यता र सिधा हामी चाहिँ सोल्टी दाजु चाहिँ पछाडि आइराख्नु भएको छ र हामी चाहिँ रमाइलो गरेर आउनु साइड देऊ साइड देऊ ल दिएको राख्नु हेर ओए सोल्टी राजा के हो ओए अब कन्टिन्यू बना ओए सोल्टी राजा मेरो साइकल चाहिँ अड्डिन्छ होला अड्डिएन अड्डिएन सब आजको काम चाहिँ यस्तो भइरहेको छ यो चाहिँ साइकल चलाएको फाइदा मेरो पनि खासै भएन होला र अब 4वटा साइकल चाहिँ भित्र राख्छौँ इन्टी हुँदैछ ल ल्याउने सबै अब फाइनल हामी घरतिर पुगिसक्यौँ 4वटा साइकल चाहिँ अब मिलाउने काम भइरहेको छ निजोको रमाइलो छ र अब हामी चाहिँ घर पुगिसक्यौँ सबै थ्याङ्क यू सो मच फर वाचिङ लाइक शेयर एन्ड सब्सक्राइब गर्नु